60 ग्राम भनेपछि अब चाहिँ प्याज काट्ने पालो। हेलो लस्सो लस्सो लस्सो, वेलकम छ सबैजनालाई मेरो नयाँ ब्लगमा। तपाईँको प्यारो 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 मान्छे मिस्टर नवीन आइसकेको छ नयाँ ब्लग लिएर। आजको ब्लग चाहिँ के हुनेछ भनेपछि टक्क लाएर अगाडि नै देखिसक्नु भयो होला है, सेटअप सेटअप रेडी छ। प्लस आज चाहिँ मेरो डे अफ, आज चाहिँ ड्युटी छैन। सो आज चाहिँ चिल गरिन्छ, इन्जोय गरिन्छ। म चाहिँ दिनभरि सुतेँ, अब रातभरि चाहिँ यस्तै हो, उठ्ने हो होइन, भिडियो बनाउने हो, बस्ने हो, फ्रेस हुने हो। दिउँसो त सुत्नु पऱ्यो नि होइन, बल्ल तल्ल छुट्टी पाएको दिन छ, सुत्यो मजाले सुत्यो। अहिले चाहिँ टाइम भन्दाखेरि भन्नुपर्दा चाहिँ अहिले बेलुकाको 8 बजेको छ भनेपछि अहिले चाहिँ म उठिसकेको छु। सो उठ्ने बित्तिकै म के गर्छु भनेपछि चाहिँ उठ्ने बित्तिकै उठ्न चाहिँ अघि नै उठेको हो म, तर म फ्रेस भएँ, लुगासुगा धोएँ। छुट्टीको दिनमा त नुहाउनु पऱ्यो, लुगा धुनु पऱ्यो होइन। नुहाउने कुरा त डेली नै हो, तर यहाँनिर चाहिँ गर्मी छ होइन, डेली नुहाइन्छ। तर बिदाको दिन भने चाहिँ बिदाको दिन हो नि त, छिट्टै मजा आउँछ नि त बिदाको दिनमा। सो अहिले चाहिँ म देखिहाल्नु भयो होला, म चाहिँ V60 बनाएर खानु लागेको भनेपछि। प्लस यतापट्टि चाहिँ मेरो अब खाना बनाउने पनि सेटअप भइसकेको छ। आज चाहिँ अब मासु सासु खानु पऱ्यो, छुट्टीको दिनमा मजाले इन्जोय गर्नु पऱ्यो होइन। अरूले रक्सी र मासु खान्छ भनेपछि म चाहिँ तपाईँलाई कफी र रक्सी खाएको देखाउँछु। सो सुरुमा चाहिँ अब टक्क लाएर फेरि टक्क लाएर यहाँ चाहिँ हामीलाई रोस्टरले राम्रो बिन्स दिएको छ क्या, कोलम्बिया ब्लुबेरी है। आज चाहिँ यो टेस्ट गरिन्छ। सो टेस्ट गर भनेर दिएको बिन्स हो। अनि मैले चाहिँ यो ग्राइन्ड गरेर राखिसकेको छु, किनभनेपछि यहाँनिर मसँग भएको ग्राइन्डर चाहिँ अलिक बिग्रेको छ क्या। सो मैले चाहिँ क्याफेबाटै ग्राइन्ड गरेर लिएर आएको छु बिन्स। सो भोलि मेरो आउनेछ मिनी ग्राइन्डर। सो मैले चाहिँ यो क्याफेबाटै ग्राइन्ड गरेर ल्याइसकेको छु भनेपछि पानी चाहिँ मेरो यहाँ तातिसकेको छ होला। सो यसलाई चाहिँ अब टक्क लगाएर फिल्टर पेपर भिजाऊ मजाले, फिल्टर पेपर भिज्दै गर्छ। सो म चाहिँ अब आइस V60 बनाएर खान्छु। हट चाहिँ नखाऊँ होला किनकि गर्मी छ होइन। सो हट चाहिँ अलिक त्यति रुच्दैन, तर हटमा चाहिँ हामीले अब फ्लेभर्सहरू पत्ता लगाउन सक्छ अलिक मजाले। सो भनेपछि मलाई चाहिँ अब हटमा भन्दा नि अलिकति अब गर्मी छ, टक्क अब मासुसँग खानलाई त चिसो चिज चाहियो। तातो चिज त मासु के बस्यो आँखामा, तातो चिज त मासु भइहाल्छ, भात भइहाल्छ होइन। टक्क चिसो, टक्क बियर सम्झेर खाइदिउँ न, बियर सम्झेर खाइदिउँ। सो म चाहिँ आइस लिएर आउँछु है, हेर्दै गर्नुहोस् ल। मेरो चाहिँ आइस पनि रेडी भइसकेको छ भनेपछि यसलाई यतापट्टि राखेर निकाल्नु पर्ने अवस्था छ। यहाँ खानामा पहिला म्याउ म्याउ म्याउ, आइस त जमेकै छैन रहेछ यार, बिल्ला भयो त नि यार, थेत्तेरिका। ए धर्म है ल, आइस त जमेकै छैन रहेछ यार। साइको भइदिएर ल, आइस त नि कस्तो किन नजन्मेको, डिफ्रिज बिग्रे क्या ल, पानी नै पानी छ क्या अब। यसो गरौँ, आइस नहालिकन आइस रेसिपी बनाउँछु। अहिले चाहिँ म आइस जमाउन छोडिदिन्छु एकछिन। आइस जम्ने बेलासम्म चाहिँ म मासु काट्छु है। यसमा चाहिँ पानी हालेर छोडिदिन्छु एकछिन। मासु काट्छु। मासु काटेको चाहिँ सुन्नै हुन्न क्या, यति छिटो कुदेर आउँछ कि। म देखाउँछु हेर्ने कहाँनिर चाहिँ आएर बस्छ मेरो बिल्ली। ठिक है आइज, माथि आइज आइज आइज
आइज माथि ल ल ल ए देख्नुभयो कस्तो कराउँछ आइज नि त यहाँ माथि अझै देखेन होला इ यहाँ देखाएको छ पुच्छर ऊ आइज के ल यसले फुटाइदिएला यार फेरि अलिकति लिएर भागिसक्यो तल सो अलिकति क्यामेरा सेटअप अलिअलि नमिलेको जस्तो अवस्था भयो होला त्यही पनि हेरिदिनुहोस् माया गरिदिनुहोस् तपाईँको भाइलाई ए पुगेन पुगेन तँलाई आइज माथि आइज ल आइज माथि माथि आइज नि त ल ल यहाँ छ टिपेर खाएँ यहाँ छ यहाँ माथि आइज के नआउनु भाइ तल बसेर खाइज आइज नि त नि ऊ यहाँ छ त इ कस्तो गुइठे रहेछ हौ अनि मेरो अलिकति चाहिँ क्यामेरा एङ्गलै नमिले टाइपको भयो क्या एडजस्ट गरेर हेरिदिनुहोस् होला अलिकति डल्लो हुनुपर्ने भयो क्या यस्तरी ए ल यहाँ राख्दै छ त इ आइज यहाँ आइज माथि आइज सो यो चाहिँ आएन होइन म चाहिँ यो भुन्टुलोलाई दिन्छु है चिकन भुन्टुलोलाई यसरी किन समातेको भन्नुहुन्छ होला बिचरा बिरालो भन्नुहुन्छ होला यो चाहिँ मायाले समातेको आमाले समातेको भन्ने सोध्छ क्या यिनीहरूले खामासु अनि यिनीहरूले त मेरो यो सेटअप अलिक भुन्टुले देखेन जस्तो छ ल आइज यता सो मेरो भुन्टुलेहरू चाहिँ यस्तो छ ए भुन्टु यसलाई देखायो भने म देख्दैन म देखाएँ भने यसलाई देख्दैन सो ल म चाहिँ मासु सासु काटेर टक्क रेडी भएपछि भेट्छु है अलिक अप्ठ्यारो भयो प्लस म पनि देखेन क्या भ्लगरै नदेखेपछि त अनि भ्लग हेर्ने मजै भएन नि होइन सो एकछिनमा हेरौँ है त कन्टिन्यू गरौँ पज गर्छु एकछिन मैले चाहिँ मासु काटिसक्यो भनेपछि अब चाहिँ प्याज काट्ने पालो फेरि बारिस्टा प्लस सेफ दुइटै हो नि मेरोमा तपाईँलाई थाहा छैन होला होइन मल्टी ट्यालेन्ट भएको मान्छे हो नि त फेरि दादा त सो अब प्याज काट्नु पर्ने हुन्छ भनेपछि चाहिँ मेरो भुन्टुले के हेरेर बसेको प्याज खान्छौ अरे एकचोटि डिस्टर्ब गर्छ क्या यसले रुलास प्याज त डेन्जर छ त नि हौ के साह्रो हो फेरि म यस्तो दामी सेफ हो कि आँखा चिम्लेर पनि काटिदिन्छु क्या म हेर्ने दादाको स्किल ए देख्नुभयो हेरेको छैन मैले हेरेको छैन है फेरि
ट्यालेन्ट त फेरि एकदम बवाल ट्यालेन्ट। ए बच्चे यार झन्डै खुट्टामा लागेको त भ्लग बनाउनु चक्करमा झन्डै खुट्टा गएको भोलिबाट ड्युटी जानु नपाउला। सो प्याजलाई काटिसकेको छु भनेपछि यसलाई साइडमा राखिदिउँ। गएपछि आइस हेरौँ नि त आइस जम्यो कि जमेन जम्न पर्ने हो खै के भयो। सो गाइस आइस चाहिँ अलिक जमेको छैन रहेछ खै फ्रिज बिग्रियो कि के भयो डिप फ्रिज बिग्रियो कि के भयो आइसै जम्दैन। सो अब टमाटर काट्ने पालो। क्या त्यस्तो चाहिँ अलिक नहोला होइन। क्यामेरा एङ्गल पनि मिल्दैन क्या झलक्दो अलिक पछाडि आउनु अलिक पछाडि आउनु यता देख्नु यता यता देख्नु। चक्कु चाहिँ मस्त लाग्ने छ है हाम्रो। सो कफी V60 कफी भन्दा त पहिला त मेरो मासु नै बन्ला जस्तो भइसक्यो। आइसै जम्या छैन फेरि आफूलाई गर्मी भइरहेछ। गर्मी भएको बेलामा त आइस हालेर खानु पर्यो होइन कि कसो। सो आइस जम्न चाहिँ टाइम लाग्ला जस्तो छ। सो म चाहिँ मासु बनाउनुतिर लाग्छु है। मासु बनाउँछु ल। तेल हाल्नु अब सर्ट गरेर तेल पनि नयाँ नयाँ हो नि फेरि तेल पनि नयाँ नयाँ हो। सो अलिकति यसलाई पाल पारौँ मासु बनाउनै पर्ने हो। सो तेल त अलिकति बढी नै हाल्नु होइन। सुरलाई त राखिदिउँ साइडमा ग्यासलाई सानो बनाऊँ। फेरि यताको ग्यास चलाउनै आउँदैन क्या कस्तो खालको। अनि यता चाहिँ मेरो भुन्टुलेहरू के बसिरह हौ भुन्टुलेहरू। उहाँ चाहिँ टिफिन चाहिएको अवस्था छ भनेपछि यसलाई यहाँको कपडा कहाँ हराएछ केटाहरूले कपडै गायब पारेछ क्या यहाँसम्म कपडा थियो लास। सो रेडी भइसकेको छ भनेपछि प्याज हालौँ। प्रोफेसनलहरूको यस्तै हुन्छ क्या। आउनुहोस् मसँग सिक्न म सिकाइदिन्छु तपाईँहरूलाई कसरी बनाउने मासु कसरी बनाउँछ मिस्टर नवीनले सिकाउँछ तपाईँहरूलाई। हेर्दै गर्नुहोस् कन्टिन्यू। मलाई समाउने कुरा भएन क्या समाउने। सो यो भएपछि चाहिँ अब हाम्रो मासुको पालो थम्मेल मासु हाल्नुहुन्छ।
यस्तो त पनि ब्रो कस्तो देखेको मासु पनि हालिसकेको छ भने चाहिँ अब मासु हाम्रो पाक्ने बेला भएर आयो मासु हाल्ने बित्तिकै पाक्छ क्या मेरो मासु पाक्दै छ भनेपछि एकछिनमा भेटौँ है त आइस चेक गर्नु पऱ्यो क्या है एकचोटि एकछिन भेट्छु क्यामेरा एङ्गल फेरि चेन्ज गरेको छु मैले भनेपछि लास्ट गर्नु नि क्या कस्तो गर्ने हो अब यहाँ किचनमा नि एसी हाल्ने बेला भयो जस्तो छ सो मेरो तरकारी चाहिँ पाकिरहेको छ भनेको चाहिँ आइस चाहिँ अझै जमेको छैन क्या आइसले प्रब्लम गरेको गाइस मलाई गर्मी भइरहेछ अहिलेसम्म त मैले 2 चोटि बनाएर खाइसक्यो होला है लास्ट गर्मी भइरहेछ अहिले चाहिँ मैले आज चाहिँ मैले कफी नै खाएको छैन बिहान उठेदेखि कफी खाने मान्छे बानी कफी खाने मान्छे भन्दा नि अब ल हुन्छ नि अब किन कफी नखाइकन त चित्तै नबुझ्ने दिनै नगा जस्तो हुन थालिसक्यो क्या अब कतिजनालाई चाहिँ यसले हाउडे गफ हाल्यो पागलले भन्नुहुन्छ होला तर रियल कुरा भन्दा चाहिँ यही भइसक्यो क्या कफी नखाइकन दिनै नचल्ला जस्तो भइसक्यो पानी खाएर चित्त बुझाउँ एकछिनलाई तरकारी डढ्यो क्या हो चिर गर्छ त मेरो 2जना यता छ भनेपछि एकजना आमा चाहिँ फेरि यहाँ छेउमा आएर बसिसकेको छ किन हो यस्तो किन हो यस्तो लो 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 किन हो यस्तो के ओइ ले ले इन्द्र पुग्यो 2टा यहाँ छ एउटा यहाँ छ अनि अर्को 2टा चाहिँ कहाँ गयो त हेत्तेरिका मासु डढ्यो होला हौ मेरो सो मासु चाहिँ अलमोस्ट दिन सक्नुहुन्छ रेडी हुन लागिसक्यो जस्तो छ मासु आइस पनि रेडी हुन लागिसक्यो सो अब चाहिँ टक्का V60 बनाउनुतिर लागौँ है त सो है अब चाहिँ V60 परिङ गर्ने टाइम आइसकेको छ किनकि भनेपछि मेरो आइस पनि रेडी भइसकेको छ मैले हेरेको चक्की क्वालिटीमा होइन आइस पनि रेडी भइसकेको छ अनि चाहिँ मेरो मासु पनि लभली पारामा बनिसकेको छ भनेपछि अब चाहिँ कस्तो हल्लिन्छ कि टेबल अब चाहिँ के होला जस्तो छ है सुरुमा अब फेरि म फिल्टर पेपर एक क्लड भिजाउने छु भनेपछि फिल्टर पेपर भिजाम चक्कीमा होइन फिल्टर पेपर भेट्छ मेरो आइस रेडी भइसकेको छ भने चाहिँ आइस लिएर अनि टाइमरको लागि चाहिँ म मोबाइल युज गर्छु सो टाइमिङ पनि सेट गरौँ टाइमर टाइमर सो भनेपछि म आइस लिएर आउँछु फ्रिजमा छ है सो आइस हालौँ अघिको अर्कै भाँडामा आइस थियो यो अर्कै भाँडामा आइस थियो भन्नुहुन्छ होला यो चाहिँ हाम्रो 2टा फ्रिज छ क्या एउटा फिलिपिनीहरूको अनि एउटा हाम्रो सो मैले चाहिँ आइस चोरी गरेको छु आइस चोरी गरेको छु फिलिपिनीहरूको भनेपछि अब चाहिँ म अच्छा केले बाइट हान्छ हो फेरि राम्रो मान्छेलाई त देख्नै नहुने क्या टोकिदिइहाल्छ क्या सो आइस निकाल्न चाहिँ अलिकति मुस्किल परिरहेको छ भनेपछि बबाल जमेछ आइस सो हातले हालिदिन्छु होइन आइस चाहिँ म अब 170 ग्राम हाल्छु सो 129 170 आइस 170 भइसकेपछि अब यसमा फिट हुँदैन क्या हो
त्यसलाई हल्लाउनु पर्ने अवस्था आयो सरी बाङ्गो भयो क्या हो अब चाहिँ ठिक छ कफी हालौँ कफी चाहिँ यही हो है तपाईँले देखिसक्नुभयो होला कोलम्बियाको ब्लुबेरी सो चक्की क्वालिटीमा एक स्मेल हाल्यौँ मिठो बास्ना आइरह सो म चाहिँ यो 24 ग्राम हाल्छु है 24 ग्राम भइसकेको छ भनेपछि यो अलिकति कस्तो नमिला देख्यो होला है सादा यस मुस्किला यसलाई चाहिँ टाइमर छैन कि यो स्केलमा चाहिँ सो म चाहिँ अब अर्को फोनबाट टाइमर स्टार्ट गर्छु सो ग्राम चाहिँ यहीँ देखिहालिन्छ होइन झिँगाले डिस्टर्ब गर्छ सो स्टार्ट सो मेरो फर्स्ट पोरिङ जानेछ 60 ग्राम 40 50 60 मिठो बास्ना आइरहेछ सो भनेपछि म यसलाई 40 सेकेन्ड युज गर्छु भन्ने छ 40 सेकेन्ड वेट गर्छु 30 भएको छ 31 आहा थाक्यो क्या हो धेरै सुतेर ढाड दुखे जस्तो छ 39 40 भइसकेको छ भनेपछि सेकेन्ड पोरिङ चाहिँ मेरो 120 हुनेछ है 90 120 120 भइसकेको छ भनेपछि मेरो मिठो बास्ना आहा सम्बोधन सो यस्तै हो होइन अब डेली भ्लग भनेको यस्तै हो भ्लग अब बनाउनु मन त लाग्छ तर फुर्सद हुँदैन के गर्नु बिदाको दिन सुत्नु पर्यो थाकेको हुन्छ है सो झ्याउ हुन्छ क्या सो मेरो अब लास्ट पोरिङ हुनेछ 170 खलास अभी भी खलास मिठो 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 होला जस्तो छ है यो कोलम्बिया ब्लुबेरीको मिठो होला जस्तो छ कस्तो देखाएको छ मलाई थम्बेलको लागि एउटा जाओस् न त कस्तो गरौँ यस्तो गरौँ ए होइन यस्तो गरौँ न हो कि क्या हो यो चाहिँ थम्बेलको लागि है अलिक यस्तो ओके सो मेरो चाहिँ रेडी भइसकेको छ भनेपछि यसलाई साइड लगाइदिउँ टक्क लाएर दामी टाइम स्टप गरौँ सुने है त पानी खाऊँ पहिला किनकि अघि मासु चाखेको थियो क्या मासु त्यही भएर फेरि टेस्ट थाहा पाउँदैन क्या अलिकति चाख्छु त्यसपछि मासुसँग खान्छु यो पनि थम्बेलको लागि खिचौँ न त एउटा थम्बेलको लागि है अहिले मासुसँग त खानु पर्यो सट्ट सो म चाहिँ अब टेस्ट गर्न छु
सो कस्तो भयो त नयाँ बेन्स ब्लुबेरी ब्लुबेरी त थाहा छ होला नि तपाईँहरूलाई होइन मिठो फ्लेभर आहा प्लस फ्लेभर पनि छ प्लस अलिकति बिटरनेस पनि आइरहेको क्या मलाई है यसको लङ टर्मसँग बसिरहेको छ भनेपछि आफ्टर टेस्ट मैले स्विटनेस पनि भेटिरहेको छु किनकि फ्लेभर फ्लेभर ब्लुबेरी भन्ने बित्तिकै अब स्विट त अवश्य हुन्छ तर अलिक पत्ता लगाउन गाह्रो हुन्छ क्या स्विट कस्तो हुन्छ भनेपछि झ्याप्पै बस्दैन क्या मुखमा स्विट भनेको बिस्तारै बस्छ कि कफीमा चाहिँ अब स्विट खाए जस्तो ट्याक्कै हाल्ने बित्तिकै गुलियो चाहिँ हुने होइन तपाईँको आफ्टर टेस्ट भनेपछि खाइसकेपछिको टेस्टमा चाहिँ थाहा पाइने क्या दामी भन्छ सो यसलाई चाहिँ स्वाट्ट पारेर अब चाहिँ मासुसँग खानुपर्ने हुन्छ दादाले मासु र कफीको कम्बिनेसन चाहिँ यस्तो दामी हुन्छ कि कुरै नगर्नु दादाले मासु लिएर आउँछ है एकछिन है त सो मासु है मासु मासु र पापड मैले रेडी गरिसकेको थिएँ मासु पापड रेडी भइसकेको छ भनेपछि यसलाई अब टक्क लाएर यहाँ राखिन्छ पापड चाहिँ अलिक कालो कालो भएछ माइन्ड नगर्नुहोस् सो टेस्ट गरौँ न त कस्तो भएछ त दादाले बनाएको मासुको झोल मासु बन्छ फेरि मसला मिया मिया खतरा भएछ सो पापड चाहिँ अलिक डढेको भएछ क्या के विधि तेल चुहेको के मलाई पापड बनाउन हो त्यस्तो तेल खायो भने त मेरो फेरि मोटाइ हालिदिन्छ नि सो पापडलाई पनि चाख्नु पर्ने हुन्छ डढेको भएछ पापड चाहिँ तर ठिकै छ चल्छ अरूले चाहिँ होइन यस्तो हो क्या हामी रक्सी नखाने मान्छेहरूलाई चाहिँ कफी भनेको चाहिँ एकदम राम्रो चिज बनाइदिए जस्तो लाग्छ क्या भगवान्ले भन्दा नि यो के भन्छ कस्तो भन्नु नेपाली त बोल्नै आउँदैन क्या फार्मरहरूले भनौँ न होइन त्यो टक्क लगाएर धेरै भयो सुरुप चुक्का यो चाहिँ फेरि के भन्छ अरे खुकुरीरम भन्दा नि एकदम कडा हुन्छ क्या यसलाई चाहिँ सुरुप थोरै खानुपर्छ टक्क हाल्यो अर्को साइडमा राख्नु यसलाई अनि मासु खाएर बिटरनेस आइरह स्विट आइरह ए होइन सरी नुन लागिरह खुर्सानीको नि स्वाद आइरह मिट मसलाको नि स्वाद आइरह ए झिङ्गा मिट मसलाको नि स्वाद आइरह दामी लभली मिया बवाल होस् ल
छुट्टीको भन्दा चाहिँ छुट्टीको दिन त यस्तै गरेमै जान्छ क्या। सो अब अहिले चाहिँ कति बजिसक्यो भन्दाखेरि चाहिँ 11 बजिसकेको छ। सो अब चाहिँ हाम्रो टोलीहरू दाईहरू भनौँ न, काम गर्ने सँगै काम गरेपछि टोलीहरू नै भनौँ, हाम्रो दाईहरू पनि आउने बेला हुन लागिसक्यो। अब 1 घन्टामा आउनुहुन्छ दाईहरू। सो मैले खानासाना बनाएर तरकारी सरकारी बनाएर टक्क पारेर रेडी बनाएर छ। अफ भएको दिनमा चाहिँ हामी अब बनाउने गर्छौँ, अरू दिनमा चाहिँ मिल्छौँ भनेपछि अफ भएको दिनमा चाहिँ अलिक स्पेसल बनाउँछौँ कि। सो दाईहरू पनि आउने बेला हुन्छ अब 1 घन्टामा। टक्क म यति खान्छु अनि त्यसपछि फेरि एकछिन रेस्ट गर्छु होइन, भिडियो एडिट गर्नु पऱ्यो। सो आजको भ्लग चाहिँ यतै इन्ड गरिदिउँ होला। सो तपाईँहरूलाई के कस्तो लाग्यो भ्लग हेरेर इन्जोय गर्नुहोस्, रमाइलो लाग्यो होला पक्कै पनि है। रमाइलो नहुने त कुरै हुँदैन मेरो भ्लगमा। सो इन्जोय गरिदिनु भयो, हेरिदिनु भयो लास्टसम्म। सो धेरै धेरै माया र सपोर्ट गरिदिनु होला। होप यु गाइज ह्याभ अ वन्डरफुल डे। आजको लागि यहीँ छुट्टिनु होला। बाई बाई, पिस।